जिन्दगीको युद्ध सोचाइको युद्ध बाहेक केही पनि होइन जस्तो मलाई लाग्दछ। अहिले हामी यहाँ बोलिरहेका छौँ, हुन सक्दछ कतिले आफ्नो अमूल्य जीवन ध्वस्त पारिरहेका छन्। सेकेन्डमा मिनटमा कोही सुसाइड गरिरहेका छन्, कोही इतिहास रचिरहेका छन्, त्यही समस्यामा कोही सिसा जस्तो झरामझुरुम फुटिरहेका छन्, कोही चुनौतीपूर्ण बनेर अगाडि बढिरहेका छन्। यो सोचको खेल बाहेक केही पनि होइन यसरी हेर्दाखेरि। र हामीले यो बुझेको छौँ इतिहास तिनीहरूले नै रचे जो आफूले आफ्नो क्षमतामा विश्वास गरे, कुन भूगोल, कुन पृष्ठभूमि, कुन एकाडेमिक क्वालिफिकेसन होइन, जसले आफूले आफूलाई भित्र फर्केर विश्लेषण गर्न सके, बुझ्न सके, जसरी बुझ्नु पर्थ्यो सत्यलाई सत्य किसिमले नै बुझ्न सके बिना भ्रम, जो आफूले आफूलाई असीमित विश्वास गरे, बाहिरका हल्लाहरूलाई बन्द गरे, आफूभित्र फर्के, जिन्दगीको अपार आनन्दमा डुबे, आफ्नो दिमागको क्रिएटिभ फ्याकल्टीमा काम गरे, आफू मात्र बेनिफिटेड बनेन, अरूलाई पनि बेनिफिटेड बनाए।